विचार राजनीति पार्टी भनेको चाहिँ एउटा कुनै समूहहरूको मात्रै पेवा हो। विचार भनेको पनि कुनै व्यक्तिको चाहिँ निजी कुरा हो र त्यसलाई बिल्कुल लुकाएर राख्ने, कसैले जनतालाई जानकारी नदिने, एउटा पार्टीको मान्छेले अर्को पार्टी बारेसँग कुराकानी नगर्ने, सेयर नगर्ने जुन पद्धति छ त्यसलाई पनि हामीले बदल्न खोज्या हो। किनकि वैकल्पिक राजनीति भनेको त समग्रमै वैकल्प भने विचारमा, दर्शनमा, नीतिमा, कार्यक्रममा, शैलीमा, संस्कारमा, बानी व्यवहारमा, आचरणमा सबैमा वैकल्पिक भयो भने मात्रै वैकल्पिक बनिन्छ। त्यस अर्थमा पनि यो हाम्रो पार्टीको महाधिवेशनले पारित गरेका दस्तावेजहरू सार्वजनिक मात्रै गर्न खोजेका होइन, त्यो पटक्कै होइन। खालि हामीले के जे विषयहरू यहाँ उठान गरेका छौँ, प्रश्न उठाएका छौँ, जिज्ञासा अथवा प्रस्तावना अगाडि सारेका छौँ, यो विषयमा चाहिँ एउटा व्यापक छलफल होस् र यसलाई अझै समृद्धिकरण गर्दै जान सकियोस् र देशले युगले जुन माग गरेको विकल्प छ त्यो फलीभूत हुनलाई योगदान पुगोस् भन्ने अर्थमा हामीले यो प्रक्रिया सुरु गरेका थियौँ। त्यस अर्थमा हामीले एउटा राम्रो सुरुवात भयो भन्ने म अनुभूत गरेको छु र म साथीहरूलाई त्यस निम्ति चाहिँ फेरि विशेष धन्यवाद भन्न चाहन्छु। म एउटा कुरा मात्रै जोड दिएर म टुङ्ग्याउँछु, लामो विषय नराखौँ। त्यो के हो भने पहिलो कुरो यो वैकल्पिक भनेको एउटा लहरमा केहीजना मान्छेले मिलेर एउटा पार्टी दर्ता गरिदिने एउटा, अनि त्यसैको अर्थमा चाहिँ नयाँ बौद्धले प्रणाली अन्तर्गत कानुनले दिएको अधिकार अन्तर्गत बनेको पार्टी हुने बित्तिकै वैकल्पिक भन्ने पनि त्यो होइन। र अर्को वैकल्पिक भनेको फेरि राजनीतिकै विकल्प भन्ने अर्थमा पनि होइन, राजनीति नै हो तर युगको आवश्यकता अनुसार त्यो युगका, त्यो समयका, त्यो देशका, त्यो कालका समस्यालाई समाधान गर्ने साधनको रूपमा पार्टी र विचार भन्ने परिकल्पना गरिएको। त्यसले जब समय बदलियो, देशकाल परिस्थिति फेरिएको छ भने स्वत नै अरू चिज परिवर्तन भयो जस्तै राजनीति पनि परिवर्तन हुन्छ भनेर राजनीतिकै एउटा पुनर्परिभाषा र पुनर्संश्लेषण हामीले गर्न चाहिँ खोजेको। त्यस अर्थमा यसलाई हामीले वैकल्पिक राजनीति भनेको। त्यसले यो दस्तावेजको सुरुदेखि अन्त्यसम्मको सार तपाईँले हेर्नुभयो भने युग परिवर्तनका हामीले कुरा गरेका छौँ। नयाँ युगको नयाँ कार्यभार वैकल्पिक राजनीति औचित्य आधार युग नै फेरियो भन्ने अर्थमा हो। त्यस अर्थमा अब म अहिले व्याख्यामा जान्न, हेर्नु होला, हामीले मोटामोटी 4वटा युग मानव जाति जति बेला समाजमा बस्न थाल्यो र समाज राज्य बन्यो, त्यही सञ्चालनको विधि नै राजनीति हो। त्यो भनेको चाहिँ जब मान्छे घुमन्ते युगबाट चाहिँ पर्मानेन्ट स्थायी सेटलमेन्ट गर्न थाल्यो, खेतीपाती गर्न जान्यो, त्यो सँगसँगै चाहिँ समाजहरू बन्दै गए, आदि जुन हुँदै गयो, त्यसपछि मात्रै राजनीति सुरु भयो। त्यसरी हेर्दा मूलत हामी यो 4 चरण, 3टा चरण हामीले भनेका छौँ। एउटा पुरै पहिलेको एउटा कबिलाई प्रकारको समाजको एउटा चरण थियो। दोस्रो त्यो घुमन्ते आफ्नो एउटा मुखिया छान्थे, त्यही मुखियाको भनेको आदेश मान्थे। विचार भनेको पनि मान्छेले बुझेका थिएन, यी प्रकृतिका नियमहरू के हो भन्ने थाहा पनि थिएन। त्यसैले चाहिँ एउटा कुनै चाहिँ अदृश्य ठुलो एउटा केही शक्ति हुनसक्छ भन्ने मात्रै थियो र प्रकृतिलाई नै ईश्वर भगवान मान्ने र त्यसैको चाहिँ आवश्यकता निर्देशअनुसार चल्ने भन्ने विचारले त्यति बेलाको राजनीति प्रणाली निर्देशित थियो। तर अझ जब ठुलो स्केलमा उत्पादन हुँदै गयो, जनसङ्ख्या बढ्दै गयो, त्यसको रक्षा गर्न चाहिँ सेना चाहियो र त्यो सञ्चालन गर्नको निम्ति एउटा बलियो चाहिँ दह्रो शासक चाहियो। त्यो गर्दाखेरि मुखिया मात्रै छानेर पुगेन भने एउटा राजा बादशाह नै लामो समय चाहिँ शासन गर्यो भने अनि त्यसको मुनि रहेर काम गर्न सजिलो हुन्छ भनेर राजा महाराजा राजतन्त्र भन्ने कुरा आविष्कार भएको। त्यसले दोस्रो चरण चाहिँ त्यस्तो राजतन्त्रात्मक चाहिँ एउटा कालखण्ड थियो जुन नेपालमा पनि केही वर्ष पहिलेसम्म थियो। र तेस्रो चरण भनेको जब वैज्ञानिक युग आयो, औद्योगिक क्रान्ति भयो र सबै क्षेत्रमा चाहिँ एउटा नयाँ चेतनाको अभिवृद्धि भयो र खास गरी युरोपियन एनलाइटेनमेन्ट जुन भनिन्छ त्यसले नै एउटा मान्छेको निजी स्वतन्त्रताका कुरा, समानताका कुरा, भ्रातृत्वका कुरा जुन गर्यो, त्यो चाहिँ एउटा आधुनिक युगको र एउटा प्रबोधन नयाँ युग थियो। त्यो नै अहिलेसम्म यो 17औं 18औं शताब्दीदेखि 20औं शताब्दीको अन्त्यसम्म चाहिँ त्यो युग थियो। र त्यति बेलाको राजनीति चाहिँ यो लोकतन्त्रै थियो। लोकतन्त्र एउटाले उदारवादी लोकतन्त्र जसले निजी प्रतिस्पर्धामा जोड दियो, त्यसलाई चाहिँ उदारवादी लोकतन्त्र भनियो। अर्को चाहिँ फेरि समाज र समुदाय प्रधान हुन्छ है, त्यसलाई महत्त्व दिनुपर्छ, व्यक्तिले मात्रै समाज चल्दैन भन्ने जुन एउटा अर्को धारा आयो, जसलाई चाहिँ समाजवादी धार, कम्युनिस्ट धार जुन एउटा भनियो, यी दुईटा भनेका त्यही युगका चाहिँ दुईटा हाँगा थिए। र अहिले यहाँसम्म आइपुग्दा तिनीहरू एडजस्टेड भए, पुरा भयो भने हो, त्यो खराब भयो भने हो। कतिपयले यो खराब भयो, हामीले खराब भन्ने नै होइन। युगको आवश्यक, राजतन्त्र पनि आवश्यक थियो। जब त्यो ठुलो पैमानामा चाहिँ उसको चाहिँ जमिन नै मुख्य उत्पादनको साधन थियो
र जति धेरै खेतीपाती गर्यो त्यही कुतो उठाएर त्यही खाएर मान्छे पालिन्थ्यो उद्योगधन्दा भन्ने केही थिएन भने त्यो सञ्चालनको निम्ति ठुलो राज्य व्यवस्था कसरी चलाउनुहुन्छ तपाईँले? त्यसको निम्ति त एउटा ठुलो बलियो राज्य शासक निरङ्कुश शासक बिना त्यो चल्दैन थिएन। अहिलेको चेतना पनि थिएन, केही पनि थिएन। त्यसले राजतन्त्र नै प्रगतिशील थियो, त्यति बेला चाहिन्थ्यो। र जब यो अर्को युग आयो, वैज्ञानिक युग आइसकेपछि उत्पादन प्रणालीहरू पनि फेरियो, मान्छे चाहिँ बन्द व्यापार गर्न जाने, उद्योगधन्दा खोल्यो, कल कारखाना चाहिँ आदि चल्न थाले भने त्यति बेला फेरि अब मान्छे त निजी रूपमा पनि ऊ सक्षम हुँदै गयो भने एउटै व्यक्ति एउटै परिवारलाई मात्रै मान्नु आवश्यक पनि थियो नि त, ठिक पनि थिएन भनेर चाहिँ लोकतन्त्र भन्ने अवधारणा त्यो आवश्यकताले ल्याएको थियो। त्यसैले त्यसले राजतन्त्र त्यसले विस्थापित गर्यो, नयाँ युगले त्यसलाई विस्थापित गर्यो भने अहिले हामीले वैकल्पिक राजनीति भनेको पनि यो उदारवादी लोकतन्त्र खराब, काङ्ग्रेस खराब, कम्युनिस्ट खराब हामीले भनेको छैन। उहाँहरू बुढो हुनुभयो भने त्यो युग पुरानो भयो, त्यो सिद्धियो र त्यो अब बुढो भएर त्यसो काम सकिएको हुनाले अब नयाँको जन्म हुन्छ भनेको। हामी हाम्रै बाबुआमा हजुरबा हजुरआमा हामी गाली त गर्दैनौँ नि। अब उहाँहरू बुढो हुनुभयो, गर्न सक्नुहुन्न, उहाँले सक्नुहुन्न, अब नयाँ आउनुपर्छ भने हो। हाम्रै बाहरू अथवा हजुरबा हजुरआमाहरू ल हामीले खराब हुनुभयो, यो बेइमान थिए, बदमास थिए त भने होइन, हामीले भन्नु नै हुँदैन। त्यसैले अहिले कतिपय नयाँ र वैकल्पिक भन्दाखेरि चाहिँ पुराना पार्टीका साथी हामीलाई गाली गर्यो, हाम्रो नि उसमा चाहिँ आउने तिमीहरू भने जस्तो गर्न खोज्नु, त्यस्तो होइन। र हामी आफै पनि त्यो फटा हो, चोर हो, डाका हो भन्नु त्यो होइन, उनीहरूले आफ्नो कालमा गरे। त्यसैले हामीले त म निरन्तर के भन्ने गरेको, नेपाली काङ्ग्रेसले जुन 7 साल आसपासमा लोकतान्त्रिक चाहिँ एउटा चाहिँ चेतना अगाडि ल्यायो, त्यो त महान काम थियो। बिपी कोइरालाहरू त्यसर्थ नेपाली इतिहास महान व्यक्तित्व भन्नु अर्थै त्यही थियो। र तर त्यसले त्यो असमानता ल्यायो। त्यो उदारवादी लोकतन्त्रले व्यक्तिको स्वतन्त्रता त दियो, तर पुँजीवादी अर्थतन्त्र, बजार अर्थतन्त्रले केही मान्छे धनी त बनायो तर असमानता ल्यायो भनेर जुन अर्को धारा आयो, पुष्पलाल लगायतले नेपालमा ल्याउनु भयो। त्यस कारण त्यो अर्थमा उहाँहरूले पनि आफ्नो काम गर्नुभयो र त्यसको हामी सम्मान नै गर्छौँ। र अहिले चाहिँ अब युगै फेरिएको हुनाले त्यतिले पुगेन। अब नयाँ युगको नयाँ आवश्यकता अनुसार नयाँ विचार, नयाँ नीति कार्यक्रम सहितको चाहिँ नयाँ वैकल्पिक शक्ति चाहियो भनेर हामीले यसलाई सुरु गरेको। त्यसरी पहिलो हामीले यसरी बुझौँ, यो कसैले गाली गर्ने, कसैको लाई निषेध गर्ने ढङ्गले हामी आएको होइन। युगको आवश्यकताले हामीलाई ल्याएको छ र हामी अगाडि जानुपर्छ र सम्भव भएसम्म उहाँहरूलाई पनि रूपान्तरण गरेर लिएर जाने हाम्रो प्रयत्न हुन्छ। मुद्दा मिल्ने विषयहरू हामीले सहकार्य गर्छौँ, तर उहाँहरूबाट मात्रै अब यो पर्याप्त छैन भन्ने हाम्रो बुझाइ हो। त्यसैले जो साथीहरू गइसक्नु भएको छ, हामीले उहाँहरूको विरुद्धमा यो ल्याए होइन, किन उहाँहरूको युग पुरानो भयो, उहाँले सक्नुहुन्न भयो। हजुरबा तपाईँ आराम गरेर बस्नुहोस् जसरी भन्छौँ घरमा, हामीले भन्नुभयो त्यही हो, तपाईँहरू आराम गरेर बस्नुहोस्, तपाईँ युग र समय सकियो, अब नयाँ विचार नयाँ युगलाई ठाउँ छोडिदिनुहोस्, हामी आयौँ है भन्ने हो। त्यसै एउटा पहिलो कुरा यसरी बुझौँ भन्ने मेरो चाहिँ आग्रह। केही साथीहरू गइसक्नुभयो, उहाँलाई सुन्नु भए राम्रै हुन्थ्यो। र अर्को कुरा, अब यो दस्तावेजमा हामीले सरसर्ती गरेको यो महाधिवेशनको यस दस्तावेज भनेको चाहिँ एउटा रणनीतिक, एउटा स्ट्राटेजिक भिजन हो वास्तवमा। कि यो दूरदृष्टि, रणनीतिक दूरदृष्टि हो। यस्तो कुरा सबै व्याख्या गरेर हाम्रो प्रत्येक विषयमा, शिक्षामा यो हुन्छ, स्वास्थ्यमा यस्तो हुन्छ भन्ने चाहिँ त्यो त कार्यक्रमिक कुरा हो। नीति र कार्यक्रम फेरि अलग्गै, जुन हाम्रो अलग अलग विभागहरू हुन्छन्, ती विभागले हाम्रो आर्थिक कार्यक्रम यसरी हुन्छ, सामाजिक कार्यक्रम यो हुन्छ, हाम्रो परराष्ट्र नीति सम्बन्धी चाहिँ यस्तो हुन्छ भन्ने कुरा चाहिँ फेरि डिटेलमा अर्कोमा आउँछ। यो ठाउँमा हामीले लेखेका छौँ, हाम्रो विभाग सम्बन्धित विभागले त्यो गर्छन्। यो चाहिँ जनरल ओरिएन्टेसन हो र स्ट्राटेजिक भिजन हो। यो त्यस अर्थमा यसलाई बुझ्दाखेरि चाहिँ सही हुन्छ। त्यसले कतिपय साथीहरूले पढ्नु पनि भ्याउनु भएन, अर्काले यो आइन्छ केही नै आइन्छ भन्नु, उहाँले पढ्नै भ्याउनु भएन। त्यसो भएर उहाँले टिप्पणी गरी केही पनि उहाँ भइदिएको भन्नुहुन्थ्यो। यसमा छ, हिजो हामीले भनेको म माओवादी पनि भनेर भन्नुभयो, हामीले त अर्कै कुरा भन्थ्यौँ त्यति बेला। त्यहाँ त विद्रोह गर्नु थियो, पुरानो व्यवस्था भत्काउनु थियो, सामन्तवाद निरङ्कुशता अन्त्य गर्नु थियो र त्यति बेलाको भाष्य फरक थियो र त्यही भनेका छौँ। तर अब त भाष्य बदलिसक्यो र नीति कार्यक्रम विचार दर्शन फरक भइसकेपछि त्यो लेख्ने कुरो पुरानो एउटै हुन्छ। यो त बिल्कुल नयाँ चिज आइरहेको छ। त्यसै अर्थ यो केही पनि रहन्छ भने जुन साथीले भनिराख्नु भएको छ, उहाँ नपढिकन सर हेरे भएरले भन्नुभयो, उहाँले फेरि पनि आग्रह गरेर आफ्नो पढ्नुहोस् अनि छलफल गरौँ भन्ने चाहिँ मेरो चाहिँ विचार चाहिँ छ। त्यसले यसलाई चाहिँ त्यही ढङ्गले नै बुझौँ। अब म सबै साथीहरूका उसमा पनि जान पनि आवश्यक ठान्दिनँ। केही साथीहरू मिन्द्रेन्द्रजीहरूले पनि उहाँले काङ्ग्रेसको तर्फबाट आफ्नो ठिकै राख्नुभयो, प्रदीपजीले राखेर नै जानुभयो, उहाँलाई पनि धन्यवाद छ। जनार्दनजीको पनि आफ्नो भनाइ ठिकै छ। सूर्यराजजीले उहाँ पनि जानुभयो, के अरे उहाँले एउटा कुरा चाहिँ ठिकै उठाउनु भएको छ। यो डेभलपमेन्टल स्टेज भन्ने, डेभलपमेन्ट स्टेट भनेको होइन, एउटा चाहिँ विकासमुखी राज्य भन्ने अवधारणा पनि छ।
अब अहिले हाम्रो यहाँ अर्थतन्त्रको नीति के भन्दाखेरि हामीले के भनेका छौँ भने 3टा राज्य, एउटा त बजारको, किनकि हामी भर्खर चाहिँ एउटा पुँजीवादी अर्थतन्त्रतिर हामी उन्मुख छौँ, औद्योगिक अर्थतन्त्र उन्मुख छौँ। त्यसैले पुँजीवाद भनेको प्रगतिशील हुन्छ अनि बुझ्नुपर्छ। सामन्तवादको तुलनामा पुँजीवाद प्रगतिशील हो। अब पुँजीवाद चाहिँ बढी बुढो हुँदै गइसकेपछि चाहिँ त्यहाँ विकृति देखिन्छन् र त्योभन्दा चाहिँ उत्तर पुँजीवादी अर्को विकल्प आउने हो। त्यस अर्थमा अहिले हामी जुन सङ्कलन कालमा छौँ, हाम्रो संविधानले नै भन्छ र हामीले यो दस्तावेज भन्न खोजेको चाहिँ हामीले बजारलाई निजी यो उद्यमशीलतालाई जोड दिनुपर्छ। त्यस विकास नभएसम्म, पुँजीवाद र उद्योग धन्दा विकास नभएसम्म त्योभन्दा उन्नत प्रणाली आउँदैन। त्यसैले निजी क्षेत्र र बजारको एउटा मुख्य भूमिका हुन्छ। सँगसँगै राज्यले नियमन गरेन, सही नीति लिएन र आफ्नो अर्थतन्त्र संरक्षण गरेन भन्ने हुँदैन, त्यसको पनि भूमिका हुन्छ। र तेस्रो चाहिँ समुदायले जुन फेरि आफ्नो चाहिँ कम्युनिटी लेभलमा गर्ने कतिपय चाहिँ आर्थिक विकास र समृद्धिका काम हुन्छन्, त्यो पनि गर्नुपर्छ भनेर 3टा खम्बाका जुन हामीले कुरा गरेका छौँ। ती मध्येमा हाम्रो जस्तो सन्दर्भमा भर्खरै औद्योगिकरणतिर उन्मुख भएको हुनाले बजारलाई मात्रै छोडिँदाखेरि बाह्य बजारसँग कम्पिट गर्न सक्दैन। हाम्रो मात्रै बजार बनिसकेका छैन, बाटोघाटो चाहिँ भनेका पनि छन्। यो किशोरजी यहाँ हुनुहुन्छ, हामीले पनि त्यति बेला नै यो राष्ट्रिय गौरवको योजना आदि बनाउने भनेर चाहिँ ठुला पूर्वाधार छनौट गरेको, उहाँ सचिव नै हुनुहुन्थ्यो, उहाँले चिन्नुभयो होला किशोर थापाजी, र पछि त साझा पार्टीको नेता पनि उहाँ बन्नुभयो। र त्यति बेला नै हामीले यो कृषि प्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा लाने ठुला पूर्वाधारमा लगानी नगरी हुँदैन भनेर हामीले राष्ट्रिय गौरवको योजना छनौट गर्दाखेरि त्यसै अर्थमा हामीले गरेका थियौँ। र नत्र भने त हाम्रो बजार त उता दक्षिणतिर मात्रै फर्किया छ, उही भारतको सामान ल्याउने अनि यताको उयो श्रम बेच्ने, वस्तु ल्याउने मात्रै जुन हाम्रो भइराखेको थियो, त्यसलाई चाहिँ उल्ट्याउने हो भने हामीले चाहिँ राज्यले नै राम्रो पूर्वाधारमा लगानी गरेर आफ्नो बजार सिर्जना गर्नुपर्छ र भूमि सुधार, जमिन लगायतको चाहिँ सुधारहरू गरेर त्यसको चाहिँ औद्योगिक आधार तयार पार्नुपर्छ भन्ने जुन कुरा हो। त्यसैले पूर्वी एसिया चाहिँ त्यो पहिले जापानदेखि लिएर, जापानबाट सुरु भयो, कोरियादेखि लिएर चीन त कम्युनिस्ट देश भइहाल्यो, अरू सबैले लिएको नीति चाहिँ राज्यकै अगुवाईमा संरक्षणमा निजी क्षेत्रको विकास गर्ने, बजार पुँजीवादको विकास गर्ने भन्ने प्रणालीले चाहिँ डेभलपमेन्ट स्टेट थ्योरी अथवा चाहिँ पाथ अफ डेभलपमेन्ट भन्ने चाहिँ गरिन्छ। त्यसले नेपालको सन्दर्भमा सायद त्यो चाहिँ राज्यले अलि बढी भूमिका खेल्नुपर्छ भन्न खोजेको चाहिँ त्यहाँनिर हो। त्यो मात्रै भन्नु खोजेको, 3टैको सन्तुलन हुनुपर्छ। सायद सुरुको चरणमा चाहिँ ठुल्ठुला पूर्वाधार आदि लगानी गर्नुको निमित्त राज्यबाहेक अन्तर्सत्ता साधन स्रोत हुँदैन, ऋणदान गरेर भए पनि बनाउनुपर्छ भन्ने र यो भूमि सुधार लगायतको चाहिँ सुधार नगरेसम्म हुँदैन भनेर उनीहरूले चाहिँ गरेका थिए। हामीले पनि त्यो पाटो लिनुपर्छ भन्ने अर्थमा चाहिँ डेभलपमेन्ट स्टेट पाथ भनेर भन्नु चाहिँ खोज्या हो। अब अर्को भोजराजजीले ठिकै भन्नुभएको छ। र अरू साथीले यहाँ भन्नुभयो मान्छेको पनि हुनु पऱ्यो, चेतना पनि चाहियो भन्ने जुन साथीहरूले राख्नु भएको छ, त्यो पनि हो। त्यो त भनेको संस्कृति र चेतनाको विकास जाँच्ने कुरा हो। राजनीति, अर्थनीति, सामाजिक नीति र मान्छेको मनोविज्ञान भन्ने कुरो चाहिँ अन्तर्सम्बन्धित हुन्छ। त्यसैले मान्छे अलिकति अगुवा मान्छेले सुरु विचार ल्याउँछन्, तर आम मान्छेको चेतना वृद्धि गर्न फेरि संस्कार नै विकास गर्नको निम्ति एउटा प्रक्रियाबाटै गुज्रनुपर्ने हुन्छ। र अहिले किशोरजीले भनेको पनि ठिकै हो कि हाम्रो मानसिकता जुन अस्ति नै हामी नै भएको त्यो जानेकै छैन। एउटा त उद्यमशीलता हामीलाई थाहा छैन, खालि खेतीपाती गरे मात्रै जाने छ, मास्टर हुने जागिरे हुने त्यति हो, अरू केही जाने छैन भनेपछि त्यसले त एउटा भर्खर नयाँ पुस्ता आएछ त यो सिक्नको निम्ति, उद्यमशीलता सिक्नको निम्ति यो पुस्ता चाहिँ लाग्छ। त्यसरी संस्कृति संस्कार पनि हिजो त सामन्तवादी जुन जातपात प्रथामा हामी हुर्किया छौँ, महिलामाथिको विभेदका कुरा, छुवाछुतका कुरा, यस्ता कुसंस्कार संस्कृति हामी हुर्किया छौँ। यसलाई चाहिँ हाम्रो दिमागबाट मेटाउनुको निम्ति र हाम्रो बानी बेहोरा र संस्कारै बदल्नको निम्ति समय चाहिन्छ। त्यो भनेको शिक्षा नै मुख्य हो। त्यो सँगसँगै चाहिँ व्यवहारमा गरे नि यो हल हुन्छ भन्ने विषय पनि हामीले ध्यान दिनुपर्छ। त्यो पनि हामीले त्यहाँ उठाएका छौँ, तर डिटेलमा हुन पाएको चाहिँ छैन। त्यसैले त्यसमा पनि हामीले ध्यान दिनैपर्छ। र किरणजी जानुभयो, नेपाली काङ्ग्रेसलाई हामीले चाहिँ के गरेका छैन भने किरणजीले र निरञ्जनजीले कुरो उठाउनु, त्यो कुरो सही के हो भने बिपी कोइरालाले नि पटक भन्नुभएको छ। उहाँले जुन समाजवाद भन्न के भन्नुहुन्थ्यो भने उहाँले चाहिँ राजनीति चाहिँ म लोकतान्त्रिक हुँ अथवा उदारवादी हो, तर अर्थतन्त्रमा चाहिँ म समाजवादी हो, मार्क्सवादी हो भन्नुहुन्थ्यो क्या उहाँले। भने त्यो बेलासम्म त्यो चेतना मोटामोटी आइसकेको थियो, किन्तु सुरुको जुन प्रगतिशील पुँजीवाद हो त्यो अलिक बुढो हुँदै त्यसलाई असमानता ल्याउँदै गइसकेको थियो विश्वमा।
त्यसैले त्यो पुँजीवादलाई अब सुधार्नुपर्छ भन्ने युग जुन आएको थियो त्यसैको झल्को स्वरूप उहाँले त्यो भन्नुभएको थियो। त्यसले अहिले हामीले भन्नु खोजेको के हो भने उदारवादी लोकतन्त्रका निजी स्वतन्त्रता चाहिँ चाहिन्छ। हामीले लोकतन्त्र बिनाको समाजवादको कुरा गरे हामीले होइन। त्यस अर्थमा उदारवादीहरूसँग चाहिँ हाम्रो त्यो पक्षमा हाम्रो चाहिँ समानता छ र नेपाली काङ्ग्रेससँग त्यससँग चाहिँ हाम्रो फेरि समानता छ र सहकार्य हुन्छ। अर्कोतर्फ जुन समाजवाद भन्ने सुरुवातको अवधान सही थियो, तर पछि राज्यले सबै थोक नियन्त्रण गर्ने र खास गरी कहिले ऐसाले भन्नुभयो त्यो स्टालिनवाद, स्टालिनको पालामा यति केन्द्रीकृत गयो कि त्यहाँ त व्यक्तिको अधिकार निजीको निजत्व भन्ने जुन हरायो, त्यो चरम एउटा सर्वसत्तावादी टोटालिटेरियन खालको जुन राज्य बन्यो त्यो त समाजवाद थिएन। त्यसै भएर भने त्यो त इम्प्लोड भएर भित्रबाटै भत्किएर सोभियतसँग बिगाड्नु भएको हामी देखिसक्यौँ। त्यसैले त्यसले उठाएका समाज उसका चाहिँ न्याय, सामाजिक न्यायका कुरा, समानताका कुरा सिद्धान्त ठिक थिए, तर त्यसलाई लागू गर्ने प्रयोग गर्ने जुन बाटो थियो त्यो चाहिँ ठिक थिएन। त्यसैले त्यो समाजवादी साम्यवादी धारसँग हामी चाहिँ केही सहमति केही असहमति रहन्छ। त्यसले हामीले भन्न खोजेको चाहिँ अगाडि बढेको समाजवाद उन्मुख प्रणाली भनेर हाम्रो संविधानले भनेको छ। अहिले हामीले भनेको समुन्नत समाजवाद भनेको चाहिँ व्यक्तिको निजत्व, निजी स्वतन्त्रता, प्रतिस्पर्धा रहेको र सँगसँगै चाहिँ सामाजिक न्याय र समानता पनि भएको त्यसको सम्मिश्रण सहितको त उन्नत चेतनायुक्त प्रणाली हामीले भन्न खोज्यो। के भन्ने अब हामीले तत्काल चाहिँ समुन्नत समाजवाद एनहान्स सोसियलिजम भन्ने खोजेका छौँ। तर कतिपय साथीले यहाँ भने जस्तै समाजवाद भन्न सायद लक्ष्मीजीले भन्नुभयो कि समाजवाद भन्दा फेरि उही कम्युनिस्टहरूको उही पुरानै जस्तो गन्ध आउँछ भन्ने हो नि। त्यसमा हामी रिजिड छैन। त्योभन्दा अगाडि बढेको भनेको पोस्ट क्यापिटलिस्टिक पोस्ट कम्युनिस्ट अगाडि बढेको प्रणाली भन्न चाहिँ खोजेको। त्यसको निम्ति कतिपयले प्रोग्रेसिभ क्यापिटलिजम प्रोग्रेसिभ पनि भनेका छन्। जोसेफ स्टिग्लिज लगायतकाले प्रोग्रेसिभ क्यापिटलिजम भन्ने शब्द पनि प्रयोग गरेका छन्। केही थोमस पिकेटीहरू जस्ता मान्छेहरूले चाहिँ यसलाई चाहिँ पार्टिसिपेटरी सोसियलिजम भन्ने कुरा पनि गरेका छन्, सहभागितामूलक समाजवाद पनि भनेका छन्, अथवा त्यो कम्युनिटेरियन सोसियलिजम आदि आदि नयाँ नयाँ शब्द पनि आएका छन्। त्यसले हामीलाई शब्दसँग आपत्ति होइन। हाम्रो भनाइ चाहिँ के हो भने व्यक्तिको निजत्व र सामाजिकता यी दुईटैको सम्मिश्रण भएको, आर्थिक हिसाबले बजार, राज्य र समुदायको उचित सन्तुलन भएको र व्यक्तिको चाहिँ एउटा उन्नत चेतना सबै प्रकारका चाहिँ उत्पीडन विभेदबाट मुक्त भएको वैज्ञानिक चेतना युक्त त्यस्तो प्रणाली र समाजवादको अबको आवश्यकता भन्नु चाहिँ हामीले खोजेको। त्यसैले यसरी चाहिँ बुझौँ भन्ने मलाई आग्रह छ। र यो चाहिँ त्यसकै भ्रूणहरू यसमा छन्, तर यो नै पूर्ण चाहिँ हुन सक्दैन। यो त छलफल गर्दै गएर परिमाण गर्दै लाने हो। त्यस अर्थमा साथीहरूले उठाउनुभएका विषयहरू चाहिँ सही छन्। अब समीक्षाजीले हरित अर्थतन्त्र कुन अर्थ भन्नुभएको थियो, त्यसको नै आफ्नै डेफिनेसन छ। अहिले सामान्य अर्थ हामीले भन्नु खोजेको चाहिँ कस्तो हो भने यो जसलाई हामीले चाहिँ यो आर्थिक विकासको बाटो भनेर एउटा राम्रै व्याख्या, लामै व्याख्या पनि हामीले त्यहाँ गरेका छौँ। त्यसको चाहिँ दुईवटा बाटो हुनसक्छ। एउटा चाहिँ हाम्रो अर्थतन्त्रको उत्पादनै एकदम थोरै छ। प्रति व्यक्ति चाहिँ हाम्रो आम्दानी नै संसारको औसत 10 गुणाभन्दा तल छ भने त्यो सबैलाई बराबर बाँड्यो त हामी सबै गरिब हुन्छौँ। त्यसैले पहिले त उत्पादन बढाउनमै जोड दिनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यसको निम्ति 2 दशक 2 अङ्कको वृद्धि दर हासिल गरेर मात्रै हाम्रो उत्पादनलाई चाहिँ अहिलेको भन्दा चाहिँ 10 गुणा अगाडि बढाउन सकिन्छ। त्यसो भएको हुनाले त्यसलाई चाहिँ त्यो बाटो तीव्र वृद्धिको बाटो, उत्पादन बढाउने बाटोलाई चाहिँ मोडर्निस्ट बाटो, आधुनिकतावादी बाटो भन्छन् क्या। ठुला मेसिनहरूको प्रयोग गर्ने, ठुलो स्केलमा उत्पादन गर्ने र त्यस्तो प्रणाली चाहिँ आधुनिकतावादी बाटो हो। अब त्यसो नगरेदेखि हामी चाहिँ फेरि स्मल इज ब्युटिफुल भन्ने पनि एउटा छ किन, सानो सानो उसमा गरौँ, गाउँतिर फर्कौँ चाहिँ भन्ने पनि छ। त्यसो गर्दाखेरि त हामी छुट्छौँ र हामी गरिबी बाँड्ने मात्रै हाम्रो हुन्छ। त्यसैले मूल रूपमा त हामीले आधुनिकतावादी बाटो अपनाउनु पर्छ, तर सँगसँगै त्यो आधुनिकतावादले अथवा चाहिँ अहिलेसम्म अपनाएको त्यो बाटोले त पर्यावरणको पनि भयङ्कर विनाश गर्यो एकापट्टि होइन, अर्कोपट्टि मान्छे फेरि भौतिक सम्पदा त बढेको छ तर मान्छे खुसी छैन। घर घरमा झगडा छ, समाजसँग झगडा छ, आत्महत्या गरिरहेछ मान्छेले भनेको मान्छेको खुसीपन भन्ने पनि चाहियो। त्यसै भएको हुनाले यो दिगोपन, खुसीपन र वितरण र वृद्धि सहितको चारायामिक बाटो नै अबको चाहिँ विकसित बाटो हो भनेर हामीले भन्न खोजेको थियौँ। यहाँ छौँ। त्यसै अर्थमा हामीले चाहिँ यो दिगो विकासलाई समेत ध्यान दिने बाटोलाई चाहिँ हरित विकासको बाटो भनेको। त्यहाँ हरित ऊर्जाहरूको प्रयोग, प्रकृतिको संरक्षणका कुरा लगायतको मानवीय खुसीका कुरा समेत भएको बाटो चाहिँ ग्रिन
डेभलपमेन्ट हरित विकास भनेर भन्न खोजेको त्यसलाई हो। यसको पनि हामीले यहाँ भुँडो हामीले राखेका छौँ। अब त्यही नै साथीहरू राख्नु भएको छ। अब किशोरजीले भनेकोमा त्यहाँ सहमति नै छ। हाम्रो अलिकति शिक्षा पनि नभए त्यति नै भएको हो। त्यसैले अब वैकल्पिक र हाम्रो एकराजी पनि गइसक्नु भएछ। नवीनजीले राख्नुभएको कुरा, लक्ष्मीले राख्नुभएको कुरामा सहमति जनाउँदै म अन्त्यमा के भन्छु भने फेरि पनि सार चाहिँ के हो भने विश्वले पनि वैकल्पिक राजनीति खोजेकै छ होइन। अहिले अमेरिकामा, भारतमा विभिन्न शक्ति नेताहरूको जुन खाले उदय भएको छ, यही तरिकाले त विश्व त ठुलो भिडन्ततिर जाँदैछ त। एकापट्टि पर्यावरणको विनाश, अर्कोपट्टि प्रविधि एआई लगायतको जुन आएको छ, त्यो त अब एउटा देशले, एउटा मान्छेले मात्रै कन्ट्रोल गर्न त सक्दैन। यसलाई त विश्वव्यापी रूपमा नै यसको व्यवस्थापन नगरी हुँदैन। र जसले आणविक हतियारको जुन विभीषिका छ, यो चाहिँ सन्की शासकहरूले चाहिँ डाम्बडुम चाहिँ ठोक्न थाल्यो भने त विश्व नै खतम हुने अवस्था पनि छ। त्यसो भएको हुनाले विश्वव्यापी रूपमा नै राजनीतिक पुनर्स्थापना खाँचो छ। तर हामी फेरि विश्वको एउटा अङ्ग भएको र भर्खरै औद्योगिक चाहिँ अर्थतन्त्र चाहिँ उन्मुख भएको अल्पविकसित अवस्थामा भएको हुनाले हामीले पनि विश्वको त्यो चेतनालाई ग्रहण गर्दै त्योसँग जोडिएर नेपालमा वैकल्पिक राजनीतिको अभ्यास गर्दै जानुपर्छ भन्ने नै हाम्रो चाहिँ सार हो। र सबै साथीहरूले वैकल्पिक राजनीतिलाई अगाडि बढाउनुपर्छ, अगाडि बढोस् भन्ने कुरा राख्नुभयो। यसमा हाम्रो पुरै सहमति छ। अब प्रश्न कसरी जाने भन्ने चाहिँ विषय छ। हामी के चाहन्छौँ भने खास गरी अहिले केही समय यता जुन यो पुरानो शक्तिहरू चाहिँ यथार्थवादी भयो उहाँहरू वास्तवमा क्या नि। काङ्ग्रेस, एमाले, माओवादीसम्म आइपुग्दा भलै उहाँहरू सत्तामा छँदा सबै ठिक छ भन्नुहुन्छ, आफ्नो बुढीले ठिक छैन भन्नुहुन्छ। त्यो त संसदीय खेलको कुरा मात्रै हो। सारमा के हो भने उहाँहरूले चाहिँ अब यी समस्या हल गरेर उहाँहरू जान सक्नुहुन्न र यसैको लाभ लिएर फेरि चाहिँ राजावादी शक्तिहरू जुन टाउको उठाउन खोजिराखेका छन् र फेरि नेपालको जुन जटिल एउटा राजनीति छ, भारत चीन जस्ता ठुला देशको बिचमा हामी छौँ। त्यसले छिमेकीहरूले पनि आफ्नो प्रभुत्व राय गर्न खोज्छन्। त्यसले गर्दाखेरि हामीभित्रको जुन एउटा युवाहरूमा बेरोजगारी बढेको छ, असन्तुष्टि छ र यी दलहरूले चाहिँ भ्रष्टाचारमा चाहिँ चुर्लुममा डुबेर एउटा आशा जगाउन सकिराखेका छैनन् र यस्तो असन्तुष्टिलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने भित्र बाहिर शक्तिहरू क्रियाशील छन्। यथार्थ चाहिँ यो, किन म एउटा कार्यकारी प्रमुख भइसकेको नाताले म सूचनाको आधारमा भन्न सक्छु र यथार्थ पनि त्यही भन्छ। त्यसै भएको हुनाले हामीले चाहिँ राम्रो ढङ्गले वैकल्पिक शक्ति बेलैमा निर्माण गरेर देशलाई विकल्प दिन सकेनौँ भने देश चाहिँ फेरि एउटा गम्भीर द्वन्द्वतिर जाने म खतरा चाहिँ देख्छु। त्यस अर्थमा पनि हामीले यो राजतन्त्रै फिर्ता हुन्छ भन्ने त मलाई लाग्दैन। तर के हुन्छ, अराजकतातिर गयो भने त अराजकताले त कहाँ पुर्याउँछ नि। मान्छे नै रिस उठ्यो भने के हुन्छ। हामी आफ्नै घरमा हेर्नुहोस् न, हामी आफै भाँडाखाँडा फुटाइदिन्छौँ, बच्चाले सबै त्यो चाहिँ ठोकठाक पारिदिन्छ, त्यस्तो पनि त हुनसक्छ। त्यसैले खतरा चाहिँ अराजकतातिर जाने खतरा चाहिँ रहन्छ। त्यसैले हामीले चाहिँ वैकल्पिक शक्ति छिटोभन्दा छिटो निर्माण गर्नेतिर जाने, त्यसले जुन फरक ढङ्गले सुरु गऱ्यौँ। हिजो हामीले वैचारिक रूपमा नयाँ शक्तिबाट हामीले अभियान सुरु गऱ्यौँ। पछि चाहिँ विवेकशील साझाहरूले पनि त्यो ढङ्गले उठाउनु भयो। विवेकशीलले पछि साझा भनेर उहाँहरूले उठाउनु भयो र अहिले पनि स्वतन्त्र आदि भनेर जुन शक्तिहरू चाहिँ उदय भइराखेका छन्, यी नयाँ नयाँ नै हुन्। तर अब हामी कति नयाँ छौँ, कति वैकल्पिक छौँ, यो त व्यवहारले पनि भोलि देखाउला। फेरि पनि हामी नयाँ वैकल्पिक भन्नेहरूले चाहिँ आपसमा सहकार्य गर्ने, छलफलहरू गर्ने र देशलाई चाहिँ एउटा नयाँ विकल्प दिने दिशातिर चाहिँ हामी जानुपर्छ। त्यसको निम्ति साथीले जुन सुझाव दिनुभएको छ, मैले नि एउटा व्यक्तिगत रूपमा पनि यो देशको प्रधानमन्त्री भइसकेको नाताले एउटा आफ्नो निजी स्वार्थ र सत्ताको आकाङ्क्षा भन्दा पनि एउटा दायित्वबोधसहित मैले चाहिँ भूमिका निर्वाह गर्न म प्रतिबद्ध छु। र हाम्रो नयाँ समाजवादी नयाँ शक्ति जुन हामीले निर्माण गरेका छौँ, त्यसले पनि आफू एक्लै म मात्रै सबै थोक गर्छु भन्नुभन्दा पनि अरू सबैसँग विचार मिल्ने शक्तिहरूसँग सहकार्य गरेर देशलाई साँच्चै नै विकल्प दिनेतिर जानुपर्छ भन्नेमा पार्टी जानेछ। म यही विश्वास दिलाउँदै सबै साथीहरूलाई यो सहभागिताको निम्ति आभार व्यक्त गर्दै म यो कार्यक्रम आज यहीँ समापन भएको म घोषणा गर्छु। धन्यवाद, नमस्कार।